कस्ता प्रकारका मानिसहरू खाना खान आउनुहुन्छ, के समस्या छ उहाँहरूको, र आज उहाँहरूको समस्या चाहिँ तपाईँहरूलाई म जस्ताको तस्तै देखाउँछु भनेर भनेको थिएँ। यहाँ बुवाहरू हुनुहुन्छ, खाना खाइसक्नु भएको छ। बुवाहरूले खाना खाँदाखेरि उहाँहरूलाई चाहिँ कुनै पनि डिस्टर्ब नगरौँ भनेर उहाँहरूसँग मैले सोध्न चाहिनँ। त्यही भएर खाना खाइसके पश्चात उहाँहरूलाई चाहिँ मैले केही कुराकानी गर्न चाहिरहेको छु। सबैभन्दा सुरुमा यहाँ बुवाहरू हुनुहुन्छ। तपाईँलाई नमस्कार छ बुवाहरू, र बुवासँग म केही कुराकानी गर्न चाहन्छु, सोध्न चाहन्छु बुवालाई। बुवा, हजुरको परिचय सहित केही कुराकानी राखिदिनुहोस् न। म यो महाकाल यसरी खुवाउँछन् भन्ने कुरा मलाई थाहा थिएन। निकै वर्ष अगाडिदेखि म बसेको, किन दुःख पाएपछि मात्रै मान्छेले दुःखको बाटो कहाँ हो, के हो, कसरी बाँच्नुपर्ने भन्ने खोज्दै हिँड्नु रहेछ क्या। अनि गर्दै भन्दै लाँदाखेरि मैले यहाँ तपाईँको 4 तल चाहिँ गङ्गा आइटीमा तपाईँको म सिकर्मी हुँ, काम गर्न थालेँ। काम गर्दै गर्दै लाँदाखेरि 20 गते दिन उद्घाटन भयो। 20 गते उद्घाटन भएपछि तपाईँको पैसा 24 गते पाउनुहुन्छ भनेर भनौँ। अहिले तपाईँको 2 महिनाभन्दा बढी भइसक्यो, पैसा पाइनँ। नपाएपछि के गर्नु, रोजीमा पैसा छैन, गरेको पैसा पाइएन। अब के गर्ने, कहाँ यो हेर्दै हेर्दै आउँदाखेरि यहाँ महाकाल भनेर लेखेको रहेछ, निःशुल्क भनेर, भोकलाई भोजन पानीलाई प्यास। अनि यसो हेरेपछि हो यहाँ त के कोसिस गरेर आएको। अनि त्यहाँ मेरो पालो तपाईँको यहाँ खाना सुरु गरेँ। अहिलेसम्म म खाइ नै रहेको छ। कति दिन भयो बुवा हजुरले चाहिँ यहाँ खाना खान सुरु गर्नु? करिब 1 महिनाभन्दा बढी होला, तर म बिहान मात्रै खान्छु। बिहान आएर खाना खानुहुन्छ? 1 महिना जति भयो। कस्तो लाग्छ बुवा हजुरलाई यहाँ खाना? ठिक छ, यसरी नै चाहिँ सबैलाई चाहिँ खुवाउनु पाए तपाईँहरूलाई पनि आनन्द राम्रो, खानेले पनि आनन्द होइन। भोको छ, कोही रुपियाँ पैसा दिएर हुँदैन, पेटलाई भातै चाहियो। भात खाएपछि सन्तुष्टि भयो, सन्तुष्टि भएपछि ऊ चाहिँ के भन्नु, औ ल तपाईँलाई केही अरू भन्दाखेरि म एकदम सन्तुष्टि छु भनेर भन्छ। यही नै म भन्न चाहन्छु। र यसै गरेर सदा सर्वदा यसै गरेर सबैलाई दिन मिलोस्, र यसै गरेर दुःखी गरिब आएर यहाँ खाउँछ। बुवा कतिले चाहिँ भन्छन् होइन, तपाईँहरूले चाहिँ खाना खुवाएर मान्छेहरूलाई अल्छी बनाएको, राजधानीमा चाहिँ भनौँ न आफै कमाएर खान सक्छन् पनि भन्छन्। आज के वास्तविक हामीले अल्छी बनाएको हो, या यो अभियानलाई सञ्चालन गरेर हामीले सही गरेको छौँ कि गलत गरेको छौँ? यो कुरो चाहिँ के हुन्छ भन्दाखेरि सही गरेको हो कुरो चाहिँ, तर बुझ्ने मान्छेले त्यतातिर पनि लान्छन्। किन भन्दाखेरि घटाघट नौजवान छन् होइन, कुनै अब त्यस्ता छन् नि त, हो तिनीहरू पनि दिनभरि त भिक्षिक मागे के गरे होइन, अनि आए यहाँ खाना खाए, त्यस्तो पनि गर्छन्। त्यो पनि उहाँहरूको पनि भनाइ राम्रो नराम्रो होइन। तर हजुरहरू जस्तो व्यक्तिको लागि एकदम राम्रो। बुढाबुढी, लङ्गडा, काना, खुरुन्डा, बोल्न नजान्ने, लाटा लटेङ्ग्रा यस्तालाई खानाको दिएको बहुत राम्रो हो। तपाईँलाई बहुत धर्म मिल्छ। यो अहिले त यो काठमाडौँ एरियामा त यहाँ त तपाईँको पानी पिउनलाई पनि पाइँदैन, पैसा चाहियो 20 रुपियाँ 25 रुपियाँ, अनि मात्रै पानी पिउनु। नभए पानी भनौँ बोतलमा त भन्नु। यस्तो यही छोटकरीमा म मेरो दोनहरू समाप्त गरेँ। यो जय महाकाल युवा समूहलाई के भन्न चाहनुहुन्छ? जय महाकाल समूहलाई चाहिँ म के भन्न चाहन्छु भने सधैँभरि यसै गरेर सबै दुःखी गरिबलाई यसै गरेर दिन खुवाउन मिलोस्, र उनीहरूले पनि केही आशीर्वाद दिन्छन् भोकाहरू। हस् त बुवा, जय महाकाल बुवा। र यहाँ बुवा हुनुहुन्थ्यो। आज म काम गर्थेँ, सिकर्मी काम गर्थेँ। अहिले काम नहुँदाखेरि 1 महिनादेखि म यस स्थानमा आएर खाना खाइरहेको छु भनेर बताउनु भएको छ। र यहाँ खाना खाएर बिदा भइराख्नु भएको यहाँ बाबाजी पनि देख्न सक्छौँ हामी। यहाँ बुवा पनि हुनुहुन्छ। बुवा खाना खानुभयो? बुवा कस्तो लाग्यो बुवा खाना? कति दिनदेखि तपाईँले यहाँ खाना खाइरहनु भएको छ? कहिले काहीँ आउनुहुन्छ? अनि यहाँनिर चाहिँ आइरहँदाखेरि छोराहरूले चाहिँ के भन्छन्? बुवा बस्नुहोस् खाना खानु भन्छन्। अनि यहाँनिर चाहिँ जय महाकालका छोराहरूले चाहिँ केही भन्नुहुन्न, बस्नुहुन्छ, बसाएर खाना दिनुहुन्छ, सेवा गर्नुहुन्छ, खाएर जानुहुन्छ। के भन्न चाहनुहुन्छ? हामीलाई के आशीर्वाद केही दिन चाहनुहुन्छ? राम्रो छ, यस्तै गर्दै जानुहोस्, अब राम्रो होस्। हस् त बुवा।